मानव इतिहासको विषयमा छोटो चर्चा गरौँ। सुरुमा पृथ्वी सुनसान थियो, न मान्छे थिए न देवता। करिब 24 करोड 50 लाख वर्ष अघि डाइनोसरहरू फेला परे। लगभग 16 करोड 50 लाख वर्षपछि डाइनोसरहरू सखाप भए। डाइनोसरहरू सखाप भएको 6 करोड 60 लाख वर्षपछि अफ्रिकामा होमो सेपियन्सहरू देखा परे। करिब 70,000 वर्ष अघि होमो सेपियन्सहरू अफ्रिकाबाट विभिन्न देशमा फैलिन थाले। संसारभरिका विभिन्न स्थलबाट पाइएको खोज र प्रमाणको आधारमा ती घुमन्ते शिकारी सङ्घारकर्ताले यस्ता मार्ग दिएको देखिन्छ। मानचित्रमा लेखिएको अङ्कहरूको मान 1000 हुने गर्दछ। अर्थात् होमो सेपियन्सहरू भारतीय उपमहाद्वीपमा आजभन्दा करिब 65,000 वर्ष अघि आइपुगेका थिए। प्राकृतिक प्रक्रिया यसरी हुन्छ भन्ने नबुझेर ती घटना अदृश्य शक्तिले हुन्छ भन्ने मानी देवी देवताको कल्पना गर्न थाले। उनीहरूले जुन तारालाई देवता देख्न थाले, सूर्यको पूजा गर्न थाले। हेरेर प्राकृतिक घटनाको पछाडि छुट्टा छुट्टै देवता हुन्छन् भन्ने कल्पना गर्न थाले। अलिपछि ती देवी देवताहरू मान्छे जस्तै हातखुट्टा भएका अनि बोल्ने, रिसाउने, खुसी हुने, युद्ध गर्ने भए। विशेष मान्छेले मात्र देख्ने अनि घरिघरि मान्छे भएर जन्मिने कथाहरू सुरु भए। देवताहरूका आफ्ना जातिसँग बोलेको भनेर होमो सेपियन्सहरूले धर्मको सुरु गरे। आफ्नो देवताले दिएको शिक्षा भनेर प्रेम, शान्ति र मुक्तिको सन्देश भएका ठुला ठुला पुस्तकहरू लेखे अनि युद्धमा लडे। आफ्नो जाति र धर्म नै सही भनेर अफ्रिकाबाट नाङ्गै हिँडेका होमो सेपियन्सहरू आफ्नो बाटोतिर लागे। ठुला ठुला युद्ध भए, नरसंहार, जातिगत अनि धार्मिक दङ्गहरू भए, तर कहिले पनि उनीहरूका देवता सहयोगका लागि उपस्थित भएनन्। यो क्रम वर्षौंसम्म चलिरह्यो। मानिसहरूको आफ्नो विश्वासको लागि युद्ध लड्न कहिल्यै छोडेनन्। निकै पछि घामको खनिज सकिएर घाम मधुरो हुँदै गयो। पृथ्वी टुक्रा टुक्रा भयो। घामले पृथ्वीका सारा टुक्रा निल्यो अनि फेरि पृथ्वी सुनसान र अन्धकार भयो।